त्यो चाहिँ मेरो गाउँ है गाइस, हेर्न सक्नुहुन्छ। त्यो चाहिँ मेरो गाउँ हो। हात यस्ता वाहन गाइस देख्न सक्नुहुन्छ। हेर्नु त कति चिउरी लाएर हालत खराब हुन्छ यो त। मेरो एक हप्ता ठिकै हिजो पुरा भयो अनि आज चाहिँ म जानु छ उता पत्रकोटतिर गाइजहरू, पत्रकोट जानु छ काम भन्दै थियो नि गाइज। मलाई जुका लगाइसक्यो कि बाटोमा यतिका जुका लगाइसक्यो देख्न सक्नुहुन्छ। हाई गाइज, गुड मर्निङ, वेलकम ब्याक माई च्यानल। अहिले चाहिँ म चिउरी टिप्दैछु गाइजहरू। अहिले चाहिँ बिहानको 10 बजिसकेको छ। हामी चाहिँ बिहान उठेर नास्ता सास्ता खाएर अहिले चाहिँ हामी चिउरी टिप्न आएका छौँ। यति चिउरी टिपिसके गाइज, यो चाहिँ चिउरी हो देख्न सक्नुहुन्छ। यस्तो हुन्छ चिउरी। अनि चिउरीको बुट चाहिँ यो बाबाले चाहिँ हल्लाएर हामीले यति चिउरी टिपिसकेका छौँ अहिले। अनि तर अहिले चाहिँ हामी बाबा, म अनि आमा भएर आएका छौँ। आमाले त्यहाँ टिप्दैछिन्, बाबा त्यहाँ हुनुहुन्छ। अनि चिउरी टिप्दा चाहिँ गाह्रो चिज के हो भने गाइज, जुका लाग्ने, मच्छरले उस्तै टोक्ने है, लास्ट मच्छर लाग्छ गाइजहरू। अनि आज चाहिँ म जानु छ, मेरो एक हप्ता ठ्याक्कै हिजो पुरा भयो अनि आज चाहिँ म जानु छ उता पत्रकोटतिर गाइजहरू, पत्रकोट जानु छ काममा। अनि अर्घाखाँचीबाट कोले हेर्नुहुन्छ र मलाई सबैजनाले कमेन्ट गर्नु होला। अनि पत्रकोटदेखि चाहिँ को हुनुहुन्छ कमेन्ट गर्न नभुल्नु होला। अनि गाइज आज चाहिँ म जाँदैछु। हिजो चाहिँ मेरो एक हप्ता भइसक्यो। हाम्रो चाहिँ खेत रोपेर आधी भइयो, आधी चाहिँ अझै रोप्नु नै छ। आधी चाहिँ अब बाबाहरूले रोप्नुहुन्छ, म चाहिँ अब जानुपर्ने हुन्छ गाइजहरू। म चाहिँ चिउरीको भारी पुग्न लागेको छ, बोरो भरिसकेको छ देख्न सक्नुहुन्छ। भरि नै आँट्यो। अरूतिर चाहिँ चिउरी टिप्न पर्ने हुन्छ गाइजहरू। अनि तपाईँहरूकोतिर चाहिँ चिउरी टिप्न पर्छ कि पर्दैन त गाइज, सबैजनाले कमेन्ट गर्नु होला। अनि चिउरी रुचाउनेहरू चाहिँ को हुनुहुन्छ त, उहाँहरू पनि कमेन्ट गर्नु होला। अनि बर्खाको टाइममा चाहिँ हाम्रो घरतिर गाइज चिउरी टिप्ने, खेत रोप्ने काम भइरहेछ। अहिले चाहिँ साउनको 3 गते आज चाहिँ। अनि पानीको चाहिँ हल्का समस्या भएको कारणले अलि खेत रोप्न पनि ढिला भएको छ। उतातिर चाहिँ पानी आएको छ भन्दै हुनुहुन्थ्यो, यतातिर चाहिँ आएको छैन पानी गाइजहरू। अनि तपाईँकोतिर चाहिँ मौसम कस्तो छ? त्यो चाहिँ ट्याक्क मौसम यस्तो छ। अनि आकाश चाहिँ देखेकै छैन कि कुहिरोले। अनि उहाँ पनि आउनु भएको छ चिउरी टिप्न। यो पनि चिउरीको बुटै हो गाइज। ऊ त्यहाँ गाउँदेखि चिउरी टिप्न आउनु भएको। उतातिर चाहिँ कुहिरो लाछ देख्न सक्नुहुन्छ। यतातिर चाहिँ खासै लागेन, यस्तो हल्का पानी पर्ला जस्तो भएको छ, तर पानी चाहिँ परेको छैन गाइजहरू। अब चाहिँ हामी चिउरी टिप्छौँ अनि चाहिँ घरतिर लाग्छु गाइजहरू। मेरो चाहिँ 1 बजे गाडी आउनेवाला छ। 1 बजे गाडीमा चढेर पत्रकोटतिर जानुपर्ने हुन्छ। हामी चाहिँ अब अलिकति चिउरी टिप्छौँ अनि त्यसपछि घरतिर लाग्छौँ गाइजहरू। यस्तो झाडी हात हाल्न पर्छ। अनि सर्पको पनि डर हुन्छ गाइज।
लास्टै समस्या छ। सिउरी चाहिँ टिप्नै पर्ने हुन्छ किनकि आफ्नो ढोरामा फेरि मस्तै छ के गाइस। हात यस्ता वाहन गाइस देख्न सक्नुहुन्छ। हेर्नु त कति चिउरी लाएर हालत खराब हुन्छ यो त। बर्खाको टाइममा पानीमा भिज्ने, हात खराब गर्ने, ज्वरो आउने, हिलोले खुट्टो खाएर गाइस कस्तो कुन्छ के खुट्टा। मेरो चाहिँ अहिले राम्रो भयो जे होस्, हिलामा गए पनि खुट्टो चाहिँ हिलाले खाएन गाइजहरू, एकदमै राम्रो भयो। अहिले चाहिँ खै के जादु चल्यो गाइस। पहिला चाहिँ मेरो पनि बहुत हिलोले खाएर हिँड्न नमिल्ने हुन्थ्यो क्या खुट्टाको काप। अहिले चाहिँ निकै नै राम्रो भयो गाइस। अहिले चाहिँ निकै राम्रो भयो, हिलाले खुट्टो खाएन गाइस। अहिले चाहिँ म चिउरी बोकेर घरतिर जाँदैछु। आमा चाहिँ उता घाँस बोकेर आउँदैछन्, म चाहिँ यता बाल्टी बोकेर चिउरी टिपेर फर्किँदैछु। अनि अब चाहिँ देख्न सक्नुहुन्छ माथितिरको मौसम हल्का पानी परिरहेको छ गाइजहरू। अनि पछाडि देख्न सक्नुहुन्छ कुहिरो लागिरहेको छ डाँडामा। अर्घाँची आएपछि भयो गाइस मलाई बर्खा लागेको जस्तो। देख्न सक्नुहुन्छ कुहिरो लागेको यो देख्दा चाहिँ मलाई एकदमै आनन्द लाग्छ गाइजहरू। एकदम शीतल हैन, हरियाली हुन्छ यो महिनामा। एकदमै घाँसहरू पुरै हरिया हरिया, एकदमै मजा आउँछ गाइस। यो हेर्दाखेरि चाहिँ निकै आनन्द लाग्छ कि। फाइनली गाइस अहिले चाहिँ म खोलामा आइसकेँ, यहाँ देख्न सक्नुहुन्छ। अनि यहाँबाट चाहिँ हामीले यस्तो गरेर पानी लैजान्छौँ हाम्रो घरतिर। म चाहिँ माथिको बाटो गएन गाइजहरू किनकि निकै नै ढिला भइरहेको छ आज। अहिले चाहिँ 12 बजिसक्यो अनि अहिले चाहिँ 1 बजे चाहिँ गाडी आउँछ भन्नुभएको छ अलिक उतापट्टि हाम्रो गाउँभन्दा पल्लो गाउँमा। अनि त्यहाँ चाहिँ जानको लागि 1 घन्टा नि लाग्छ है गाइस। त्यही भएर ढिला हुन्छ भनेर चाहिँ म उताबाट घुमिनँ, सर्टकट हुन्छ नि त। त्यही भएर चाहिँ म यता हाम्रो खोलाको बाटो आएको छु। म चाहिँ देखाउने छु आज के हुन्छ। तर यो खोलामा चाहिँ लास्टै जुका लाग्छ गाइस, त्यही भएर डर लागिरहेछ। ठिक छ, म चाहिँ अब जाँदैछु गाइस। भन्दै थिएँ नि गाइस मलाई जुका लागिसक्यो कि बाटोमा, यतिका जुका लागिसक्यो देख्न सक्नुहुन्छ। हेर्नु त जुकै जुका खुट्टैभरि। यस्तो पनि गाइस जुकै जुका लाग्छ खुट्टैभरि, देख्न सक्नुहुन्छ जुका गाइस। यस्तो जुका लाग्छ क्या बाटोमा फेरि, जुकाको त कुरा नगरौँ। अनि चाहिँ ढिलो हुने भयो गाइस, म चाहिँ अब छिटो जानुपर्ने भयो। अब फाइनली गाइस अब चाहिँ म मोटर बाटोमा आउन लागिसकेँ। आज चाहिँ लास्टै दुःख पाइयो यार, किनकि जुका पनि लाग्यो गाइस। अनि बाटो पनि त्यस्तै चिप्लो, अनि झाडी के लास्टै घाँस उम्रेर त्यस्तो बाटो निस्किँदाखेरि लास्टै दुःख पाइयो। अब चाहिँ सजिलो छ। पछि त्यहाँ माथितिर मोटर बाटो हो, त्यसपछि मोटर बाटैबाट जान पाइन्छ हामीहरू। अहिले चाहिँ म ठ्याक्कै ठुलडुङ्ग्रे भन्ने ठाउँमा आइसकेको छ, हाम्रो गाउँदेखि वारीको गाउँ।
ल गाइस ठ्याक्कै मोटर बाटोमा आइयो। म चाहिँ किन यो यस्तो अप्ठ्यारो बाटो आएको भन्दा चाहिँ गाइजहरू रिजन बताउँछु है त तपाईँलाई। किनभने त्यो चाहिँ हाम्रो घर हो है, त्यो हाम्रो घर हो। त्यहाँबाट चाहिँ माथि निस्केर मोटर बाटो आउनुपर्छ, त्यताबाट चाहिँ ढिला हुन्छ। त्यही भएर चाहिँ यो घरबाट सिधै यताबाट सिधै खोलाबाट सिधै माथि निस्केपछि चाहिँ छिटो हुन्छ नि त गाइस। त्यही भएर म यताबाट आएको। त्यही पनि ढिला त भयो गाइस, दुःख पनि पाइयो। अस्ति पसिनाले आपतै पारेँ नि आज। मलाई चाहिँ गाडीले छोड्छ कि भनेर डर लागिरहेको छ गाइस। त्यही पनि ठिकै छ। मैले फोन गरेको थिएँ, फोन गर्नुहुन्छ होला नि त। म चाहिँ अहिले जाँदैछु त गाइस। अब चाहिँ ढुक्क भयो, मैले चाहिँ फोन गरिसकेँ ड्राइभर दाइलाई, कहाँ हुनुहुन्छ भनेर ट्याक्क फोनमा कल मिलाइसकेँ। दाइले चाहिँ बिस्तारै आऊ, म चाहिँ आउँदैछु, मलाई पनि थोरै लेट हुनसक्छ, चिप्लो बाटो है भन्दै हुनुहुन्छ। अब चाहिँ मलाई ढुक्क भयो गाइजहरू। म चाहिँ अहिले ठुलुङ्गेबाट जाँदैछु। लास्टै नै गाह्रो के, यस्तो घाम पसिना भइगयो। यो चाहिँ ठुलुङ्गे गाउँ है गाइस, देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ यस्तो दामी पहाडहरू देख्न सकिन्छ तपाईँहरूले। हेर्नुहोस् गाइस, पुरै कुइरो लगाएर यस्तो भए। त्यो चाहिँ मेरो गाउँ है गाइस, देख्न सक्नुहुन्छ। त्यो चाहिँ मेरो गाउँ हो। हेर्नुहोस् गाइस, मेरो गाउँ है। म चाहिँ गाउँबाट यत्न आइसकेँ हिँडेर। बिहानको गाडी चाहिँ म चढिनँ गाइस, अलिकति घरमै काम थियो। त्यही भएर चाहिँ दिउँसोको गाडी चढ्ने भनेर चाहिँ घरै बसेको, काम गरेको है। अनि अहिले चाहिँ म देउराली गएर गाडी चढ्छु गाइस। म देउराली हिँड्दै जाने, अनि त्यसपछि त्यहाँबाट गाडी चढ्ने हो। तर यार मौसम त यस्तो घाम लागेन, ठिकै छ त। त्यही पनि यस्तो गर्मी किन हो, लास्टै उम्को कि गाइस। हावा पनि चलेको छैन आज त, त्यही भएर पसिना भइयो गाइजहरू। फाइनल्ली गाइस म चाहिँ 1 घन्टा हिँडिसकेपछि अहिले चाहिँ यो देउराली आइसकेँ। गाडी चाहिँ आएको छ कि छैन थाहा छैन, तर म चाहिँ मेरो लोकेसनमा आइसकेको छु। अब चाहिँ गएर गाडीको वेट गर्नुपर्ने हुन्छ मैले, अनि त्यसपछि चाहिँ म जान्छु। त्यो चाहिँ घाम लागेको छ, लास्टै काँध खायो गाइस त्यो झोलाले। गाडीको आवाज पनि सुनिरहेछ के थाहा। म पनि आइसकेँ अनि गाडी पनि आइसकेको छ। अब चाहिँ गाइस म गाडी चढ्छु, अनि त्यसपछि फेरि हामी भेट्नेछौँ है त। 2 घन्टाको यात्रापछि मेरो काम गर्ने ठाउँमा आइपुगेँ। यहाँ चाहिँ अहिले निकै ठुलो पानी पर्यो बाटोमा, अहिले चाहिँ म बसिरहेको छु। सो गाइस आजको भ्लग चाहिँ यति नै अन्त्य गर्छु। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। सुधार्नुपर्ने कुरामा चाहिँ हजुरहरूले कमेन्ट गरिदिनुहोस्। म चाहिँ भिडियोमा के सुधार्न सक्छु त्यो कुरालाई कमेन्ट गरिदिनु होला। म चाहिँ त्यो प्रयास गर्नेछु। आजको भ्लग चाहिँ यति नै गाइस। थ्याङ्क यू फर वाचिङ। बाई।